धन्यवाद कार्यक्रम सञ्चालक तथा यस क्याम्पसका सहायक प्रमुखज्यू। यो काठमाडौँ शिक्षा क्याम्पसको 35औं वार्षिक दिवस समारोह समितिका अध्यक्षज्यू, यस क्याम्पसका सञ्चालक समितिका अध्यक्ष पनि हुनुहुन्छ प्राणा माधव सर। त्यसैगरी यस कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, विशिष्ट अतिथिज्यूहरू, माननीय बागमती प्रदेशका माननीय ज्यूहरू, त्यसैगरी यो स्थानसम्म अहोरात्र खटी यो ठाउँ यो वडाको यो क्याम्पसलाई आफ्नो बुद्धि विवेकले र यो शिक्षा क्षेत्रबाट उज्यालो बनाउँदै यो क्षेत्रलाई पहिचान गराउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने आदरणीय गुरुवर्गहरू लगायत विद्यार्थी भाइ बहिनीहरू, शिक्षा क्याम्पसको बारेमा मैले मन्त्रीज्यू नै आउनु भएको छ। आशा छ हामीलाई यो शिक्षा क्याम्पसलाई बागमती प्रदेशकै नमुना सामुदायिक क्याम्पस बनाउनमा उहाँहरूको ठुलो योगदान हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। नगरपालिकाले आफ्नो ठाउँमा रहेका धार्मिक होस् या सामुदायिक क्याम्पस शिक्षा क्षेत्रमा होस्, स्वास्थ्य क्षेत्र नगरपालिकामा 2टा छ, एउटा थानकोट बहुमुखी क्याम्पस र काठमाडौँ शिक्षा क्याम्पस। यसले उच्च शिक्षामा बागमती प्रदेशमै समग्र रूपमा एनालाइसिस गर्ने हो भने यो क्याम्पसले शिक्षा क्षेत्रमा उल्लेखनीय भूमिका खेलिरहेको महसुस हामीलाई भएको छ। र आज माननीय ज्यूहरू, यही जन्मेर हुर्केका माननीय ज्यूहरू पनि हुनुहुन्छ। यसै बागमती प्रदेशका मुख्यमन्त्री ज्यू, फ्याकल्टी जुन थप्दैछ र यो थप्ने क्रममा अहिले हट किचन, रेस्टुरेन्ट, बार लगायत यो हाउसकिपिङ लगायत सम्पूर्ण पूर्वाधारहरू तयार गर्दैछन्। त्यो तयारी अवस्थामा पक्कै पनि क्याम्पस प्रमुखले आजका प्रमुख अतिथि लगायत विशिष्ट अतिथिज्यूहरूलाई अब अनुगमन या अवलोकन गराउनु हुनेछ भन्ने पनि अपेक्षा छ। साथै यो क्षेत्रमा हामीले समुदायमा जेन्डार, गरिब तथा विद्यार्थीहरूलाई सहित अगाडि बढ्दैछौँ। पक्कै पनि यो विषयमा पनि माननीय मन्त्रीज्यू